यो बिहानको 5:30 बजेको दृश्य हो। हामीले यो देखिरहेको तिलिचो रेन्ज हामीले देखिरहेका छौँ। अब हामी तिलिचो पदयात्राको 22 घुम्तीको नजिकै पुगिरहेका छौँ। यसको उचाइ मापन गर्दा लगभग 4500 को रेन्जमा हामी छौँ भने हाम्रो आँखा अगाडि नै तिलिचो रेन्ज रहेको छ। हामीले यसरी देख्न सक्छौँ यो तिलिचो रेन्जलाई। यो बिहानको यो सूर्योदयको अब प्रहर हुन थालेको छ। यसमा मनमोहक हिमश्राय श्रृङ्खलाको दृश्य देखिएको छ भने पूर्वमा सूर्य उदाउँदै गरेका छन् र त्यसमाथि सूर्य उदाउँदै गरेको माथि हामीले तारा देख्न सक्छौँ, तर कुन तारा हो त्यो चाहिँ थाहा पाउन सकिएन।